नमस्ते, म प्राविधिक महेन्द्र छेत्री। म आज एउटा इन्डेक्स चुलोको लेसन लिन गइरहेको छु। मैले सर्वप्रथम त मैले इन्डेक्स चुलोलाई खोलेर इन्डेक्स चुलोका सम्पूर्ण चाहिने पार्ट पुर्जाहरू निकालिसकेको छु। एक नम्बरमा छ इन्डेक्स चुलोको बोर्ड, 2 नम्बरमा छ तापक्रम कोइल, इन्डेक्स चुलोको तापक्रम कोइल, 3 नम्बरमा छ पंखा, तापक्रम कोइललाई चाहिने चिस्याउने पंखा, 18 भोल्टको 18 भोल्ट डीसीको। 4 नम्बरमा छ सेन्सर प्यानल डिजिटाइजर है। 6 नम्बरमा छ हिटसिल। अब यसको पाठ मैले नेपालीमा सम्पूर्ण बताउन गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनुहोला, हेरिदिनुहोला। इच्छुकहरू हुनुहुन्छ भने उहाँहरूले पाठ सिक्ने मौका लिनुहोला। सर्वप्रथम त यो इन्डेक्स चुलोको बोर्ड हो। यो चाहिने विद्युतीय सर्किट हो। विद्युतीय सर्किटमा सर्वप्रथम यहाँ 2टा पोल दिएको छ। यो पोल भनेको एसी लाइनको पोल हो। एसी लाइन पोलमा एउटा पोलमा नेगेटिभ लाइन जान्छ भने अर्को पोलमा पोजिटिभ लाइन जान्छ। यो चाहिने फिक्स एबल हुँदैन। यसमा चाहिने फिक्स गरिएको हुँदैन। यसमा एसी लाइन पोजिटिभ र नेगेटिभ जताबाट पनि जान सक्छ। यसबाट लाइन गएको छ। यहाँ एउटा फ्युज थियो। फ्युज चाहिने जलिसकेको यो बिग्रेको इन्डेक्स चुलोको बोर्ड हो। यहाँ फ्युज थियो। यहाँ फ्युजबाट यो फ्युजबाट लाइन पोजिटिभ लाइनमा फ्युज राखिन्छ। पोजिटिभ लाइनमा फ्युज राखिएको फ्युज जलिसकेको छ। त्यसबाट भोल्टेज एसी भोल्टेज कन्ट्रोल भएर जान्छ भने एउटा लाइन डाइरेक्ट दिएको छ। जुन लाइन 2वटा लाइन दिएको छ। यहाँनिर 2वटा लाइन दिएको छ। एउटा लाइनमा फ्युज जोडिएको थियो भने अर्को लाइनमा डाइरेक्ट हुन्छ। यो चाहिने यो लाइन कहाँ जान्छ भन्दाखेरि सर्वप्रथम ब्रिगेज रेक्टिफायरमा जान्छ। यसलाई हामीहरूले ब्रिगेज रेक्टिफायर भन्छौँ। यसमा चाहिने ब्रिगेज रेक्टिफायरमा के हुन्छ